आजको भिडियोलाई हामी माने घुमाएर सुरुवात गर्दैछौँ। अब अहिले के हिमालयन शेर्पा कफी सप हो यो कफी सप। चुप्लुङको स्तूपा यो चाहिँ नै यहाँदेखि देखिन्छ अलिअलि। हामी गुम्बा जाने गुम्बा चाहिँ यही हो, यही गुम्बा पुग्ने हो आज। कसरी पेल्लाइ साथी हेर्पा लज खुम्बु गेस्ट हाउस चाहिँ नै यो बाटो हुँदै बल्ल बल्ल यो स्कुलमा आइपुग्यो हामी। स्कुलको नाम चाहिँ अलिक राम्रो देखिएन क्यामेरा उसले गर्दाखेरि। श्री मञ्जुश्री बुद्धिस्ट बेसिक स्कुल भनेर लेखेको छ यहाँ। हामी जाने योजना चाहिँ यहाँसम्म छ, यो पहरभित्र सल्ल सेक्टर छ। आज हामी बुढाबुढी चाहिँ यो सिप्लुङको यो पहरोभित्रको गुम्बामा हामी जाँदैछौँ। अब उकालो बाटो अब फेरि अर्को स्टेपको उकालो सुरु भयो। अब आइफोन लाग्यो। अब यो उकालो सकेपछि मिनी ब्लक हो यो, देखिन्छ कि यता उकालो फेरि सुरु भयो। अब हाम्रो उकालो साह्रो पर्दो रहेछ नि, फे भइदिएर चाहिँ भयो यार। फाइनली अब चाहिँ हामी कम्पाउन्ड गेटनिर आइपुग्यौँ। ठ्याक्कै गेटमा आइपुग्यौँ हामी यो पहरोभित्रको गुम्बामा। अब लगभग पुग्न लाग्यौँ। ट्याक्क हामी यो ठुलो माने यो सानो माने हामी घुमाउँछौँ। दाहिनेपट्टि हेर्नुपर्छ यो स्तूपाको गुराँस फुलिरहेको छ। यता नेपालको राष्ट्रिय फुल चाबी लगाएको छ क्यार पर। ए यस्तो छ पहरोभित्र। यो चाहिँ धुप बाल्ने ठाउँ हो। अब हामी फाइनली आइपुग्यौँ, तर यो गुम्बामा चाहिँ चाबी लगाएको रहेछ, तालचा जोड्न आएको रहेछ। यहाँदेखि अब हामी गयो नि, यहाँदेखि यसो हेर्ने हो। यो पहरो यस्तो पहरोभित्र खोपेर यो भित्र चाहिँ गुम्बा बनाएको छ। भित्र 40-50 जना मान्छे अट्ने खालको बनाएर छ भित्र। यो सिप्लुङको गुम्बा। सिप्लुङदेखि यति